साथीहरू आज हाम्रो वनतरुल खोज्ने कार्यक्रम रहेको छ। अब हामी वनतरुल खोज्न जाँदैछौँ। करिब 1 घन्टाको बाटो। अनि तरुल कतिको पाइन्छ हेर्नु होला अन्तिमसम्म भिडियो। जाँदै गर्दाखेरि लप्सीको बोट पनि देख्यौँ हामीले। लटरम्म लप्सी फलेको छ। खान मन लागिरहेको थियो तर टिप्न चाहिँ भनौँ। हामी फेरि एकछिन हेऱ्यौँ अनि उता पारितिर पहिला हामी पिकनिक खाने ठाउँतिर यसो हेर्दै थियौँ। एउटा भिडियो क्लिप पनि गरिहाल्यौँ। पारी ठुली भिर उता चौकतिरमा पिकनिक खान्थ्यौँ हामी सानो हुँदाखेरि। अनि हामी गर्दा गर्दै माथि घरमा पुग्यौँ। यो घरमा पहिला मान्छे बस्नुहुन्थ्यो, अहिले बस्न छोडेर पुरै भत्केछ। हाम्रो घर पनि त्यस्तै भत्केछ त्यो भूकम्पले गर्दा चौकेर। अनि चौतारो सधैँ याद आउने कि म विदेश हुँदा पनि यो चौतारोमा बसेको शीतल हावा एकदम आनन्द आउने। अनि यता फेरि सर्प भेटियो, सर्प चाहिँ माथितिर गएर साथीहरू। अनि हामी तरुल खोज्दै जाँदाखेरि तरुल भेट्यौँ। अब हामी सुरु गर्दैछौँ। तरुलको झाप त ठुलै छ, कस्तो भेटिन्छ यो। भाइले खन्दैछ, मैले झाडी कन्साउँदैछु। तरुल दुईवटा तिनवटा तरुलको झाप भेट्दैछ। अब कस्तो छ यो। मैले सुरु गरेँ खन्न, भाइले मैले खन्दा धेरै भेटिन्छ भने हेरौँ। हामीले दुईवटा झ्याल खनेपछि खाजा खाने टाइम भएको छ। खाजामा हाम्रो चिउरा, चाउचाउ, स्याउ, सुन्तला, केरा, बदाम अनि निउवा पनि छ साथमा। आफ्नै अर्ग्यानिक, आफ्नै करेसाबारीमा फलेको सबै चिज भन्न नमिल्ने। फेरि स्याउ चाहिँ बाहिरबाट ल्याएको झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती। अनि ल हेर्नुहोस् निउवा फेरि। खाजा खाइसकेपछि हामीले 1-2 झ्याल तरुल खन्यौँ फेरि। त्यसपछि यता बाटोमा आउँदै गर्दै ल हेर्नुहोस् बाटो कति राम्रो छ, कति राम्रो दुइटै सेम छ। अनि हामीले फाइनल्ली तरुल कति ल्यायौँ भन्दा गाइज ल हेर्नुहोस्। अब भाइले खानुहुँदैछ तरुल। तरुल कति आयो ल गेस गर्नुहोस् ल गाई, कमेन्ट गर्नुहोस्। होइन कुनै त ठुलो पनि छ, तर चरमा कसरी गएर एकदम हाजियो खन्न खासै जान्दैन मैले। त्यही पनि पनि चाहिँ देखाउनु भोलि सङ्क्रान्तिको लागि